हेलो एभ्रिवान नमस्ते सबलाई इट्स मी मिस्टर एमके अनि आज चाहिँ मेरो बडी बिल्डिङ कम्पिटिसनको प्रिपेरेसन डे 14। सो फर्स्ट अफ अल त बिहान उठ्ने बित्तिकै 4वटा अन्डा बोइल गरेर त्यसलाई कन्ज्युम गरेँ। सो आज चाहिँ बल्किङ स्टार्ट गरेको ठ्याक्कै 2 हप्ता भइसकेको थियो, 14 दिन। सो यो 2 हप्तामा कतिको चेन्ज भएको छ नेक्स्ट भिडियोमा म देखाउने छु। र बडी कन्डिसनको चेन्जको कुरा गर्दा एकदमै राम्रो नै चेन्ज आएको छ, प्रोग्रेसिभ एममा गइरहेको छ। सो कलेज आइसकेपछि आजको थर्ड मिलमा चाहिँ मिल्क सेक नभई क्यान्टिनमा गएर चना र समोसा कन्ज्युम गरेँ, जसमा चाहिँ क्यालोरिज इनफ नै हुन्छ। अहिले मेरो बल्किङ सिजन नै चलिरहेको, त्यही भएर क्यालोरिज काउन्ट हुन्छ। सो समोसा एउटा दुइटा खाँदामा केही फरक पर्दैन। सो आज चाहिँ मेरो लेग र सोल्डरको वर्कआउट थियो, तर आज चाहिँ हल्का विक फिल भएकोले मैले सोल्डरको मात्र वर्कआउट गरेँ। सो जिम आइसकेपछि चाहिँ एकछिन वार्मअपसम्म गरेर सोल्डरको हरेक बडी पार्ट्सलाई वर्कआउट गर्ने भनेर एम राखिसकेको थियो। सो सोल्डरको फर्स्ट एक्सर्साइजमा चाहिँ फ्रन्ट डम्बल प्रेसको 3 सेट फुल्ली हेभी सेटमा नै हाने, र साइड डेलको लागि चाहिँ केबलमा लेटरल राइजको 3 सेट हाने, र सुपर सेटको लागि चाहिँ डम्बल लेटरल राइजको 2 सेट हानेर केबलमा नै फुल्ली मिलाएर रेल डेडको लागि चाहिँ एकदमै लाग्ने एक्सर्साइज, यसको नाम चाहिँ मलाई अहिले थाहा छैन। सो यसको नि 3 सेट हाने अनि लास्ट एक्सर्साइजमा चाहिँ ट्र्याप्सको 3 सेट हानेर वर्कआउटलाई सकाए।